गरेको राम्रो हुन्छ त्यो फोटो खिच्नु भन्दाखेरि कति धेरै जुम हुँदै चौरी गाई होला टाढो आयो 2 रुपियाँ खर्च गरेर गर्नु हुनेछ यो साङ्गे च्याङ्ग्रिसी गुरु रिम्पोचे यतापट्टि चाहिँ त्यही हो कि ब्रह्मा यता माथिको चाहिँ गुरु रेम्पोचे भयो माथिको चाहिँ गुरु रिम्पोचे मतलब शिवजी पावरफुल सबैभन्दा एकदम धेरै बल भएको चाहिँ शिवजी गुरु रेम्पोचे भयो विष्णु यो ब्रह्मा भयो यो चाहिँ हो कि के हो च्याङ्ग्रिसी त च्याङ्ग्रिसी त यो हो नि त ब्रह्मा भगवान कमलको फुलले छ नि ल पानी चल्यो कमलको फुलले छ नि जो हजुर हजुर यो ब्रह्मा हो ए हो यो ब्रह्मा हो यो होला विष्णु भगवान माथिको शिवजी हो माथिको त गुरु रेम्पोचे अब शिवजी हो अब परतिर खिचिदिन्छु म माथिको च्याङ्ग्रिसी हो यो टपको त्यो त गुरु हो नि त गुरु हो त शिवजी हो गुरु रेम्पोचे हो नि च्याङ्ग्रिसी चाहिँ विष्णु भगवान हो नि त यो सोप साग पनि ल्याएको रहेछ कसले तल तल खिचिदिन्छु अब ओ सैलुङको डाँडा काटी आयो सिँढी डढ्दै डढ्दै छोड्यो यो गाना चाहिँ सैलुङको पुरा फेमस छ नि लिनु त भिडियो गर्नुहुन्छ होइन तिमी बनाएछ भिडियो बनाइदिउँ तिमीले पनि बनाइदिउँ हुन्छ हेर्नु ल भयो यसो एक झलक देखाइदियो भइहाल्यो मलाई यहाँ पनि गरिदियो ल मलाई चाहिँ यतिको छैन यो हो च्याङ्बा बहादुर च्याङ्बा आइपुग्यो घुम्मी भगवानलाई ढोकी च्याङ्बा आइपुग्यो सैलुङको गुम्बा च्याङ्बा आयो सैलुङको गुम्बामा च्याङ्ग्रिसीलाई ढोक्दे गुरु रिम्पोचेलाई ढोक्दे योन्जनको महाकाल भगवानलाई ढोक्दे आइपुग्यो च्याङ्बा यो गोलो गोलो सब आइसकेछ यो भिडियोमा यही त यो गोलो हेर्नु चाहेको त सैलुङको चौरी गाईलाई हेर्ने हो चौरी बाल्ने त अब यस्तो हो जङ्गलहरू जङ्गलको मुनि सबै यो चौरीहरू चौरी गाई सैलुङ आयो चौरी गाई आयो यो हो चौरी गाई